खुशी खुशी मना खुशी खुशी मना खुशी खुशी मना खुशी खुशी मना 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 येशू ख्रिस्टोसा मना मना प्रभु येशू ख्रिस्टोसा मेरो लागि आए मेरो लागि जिए मेरो लागि आए मेरो लागि जिए मेरो लागि येशूले दुःख उठाए मेरो लागि येशूले दुःख उठाए मेरो लागि मायेते मेरो लागि मायेते मेरो लागि मायेते मेरो लागि मायेते मेरो लागि मौरी उठे मेरा हुन् येशू म येशूका हुँ हामी येशूका हौँ खुसी खुसी मना खुसी खुसी मना खुसी खुसी मना खुसी खुसी मना 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 प्रभु येशू ख्रिस्टोसा मना मना प्रभु येशू ख्रिस्टोसा मनाऊ मनाऊ परमेश्वरको विजय मनाऊ 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 परमेश्वरको विजय मनाऊ उहाँले महान काम गर्नुभयो उहाँले महान काम गर्नुभयो उहाँले महान काम गर्नुभयो परमेश्वरको विजय मनाऊ परमेश्वरको विजय मनाऊ परमेश्वरको विजय मनाऊ हालेलुया हालेलुया प्रभुलाई जय मसीह हामी प्रभुलाई धन्यवाद दिन्छौँ र यो घरको समर्पण कार्यलाई गर्न अघि हामी भित्र प्रवेश गर्नुभन्दा अघि हामी परमेश्वरलाई आदर गर्छौँ किनभने बाइबलले बताउँछ परमेश्वरद्वारा नै हरेक कुराहरू सृजना भएको आमेन हामी सबैजना धर्मीजनहरू यहाँनिर भेला भएका छौँ बाइबलले भन्छ धर्मीजनले जुन ठाउँमा टेक्छ त्यो ठाउँ चाहिँ अधिकार गर्नलाई दिइनेछ आमेन आज नाना भेनाजु भाइ भान्जाहरू सबै हामी परिवारहरू मिलेर यो घरलाई एउटा शुभ अवसर एउटा आनन्द मनाउने अनि आज यो मुनिलो सबै ठाउँ कम्प्लिट भएको छ अनि विगतमा आउँदाखेरि बनिँदै थियो तर आज हामीले खुसीको कुरो हामीले यहाँनिर उपयोग गर्न पाइरहेका छौँ अनि बाइबलले एउटा कुरा भन्छ वचन पढेर हामी प्रार्थना गरेर भित्र प्रवेश गर्छौँ त्यसपछि भित्रको सेवा भित्र हुन्छ र हामी यो घरलाई समर्पण गर्न आएका छौँ अनि हामी सबैजना तपाईँले बाइबललाई याद मात्रै गरिराख्नुहोस् म पढ्नेछु हिब्रू 3:4ले भन्छ किनभने हरेक घर कुनै न कुनै मानिसबाट बनेको हुन्छ तर सबै थोक बनाउने त परमेश्वर नै हुनुहुन्छ आमेन हालेलुया यो घर कसैले बनाएको हो तर यसको सबै कुराहरू सामग्रीहरूलाई सृजना गर्नुहुने चाहिँ हाम्रो परमेश्वर हुनुहुन्छ यसैले हामी उहाँलाई बाइबलले यसरी भन्दछ प्रकाशको 2:20 लेखिएको छ 3:20 हेर म ढोकामा उभिएर ढकढकाउँछु र कसैले मेरो स्वर सुनेर त्यो खोलिदिन्छ भने म त्यसभित्र पस्नेछु र उसँग भोजन खानेछु आमेन हालेलुया आज आत्मिक कुरो मात्र होइन तर आज यहाँ परिवारले यो घरलाई समर्पणको लागि परमेश्वर पितालाई पहिलो स्थान दिएको छ त्यसैले अब हामी रिबिन काट्नुभन्दा अघि हामी प्रार्थना गर्छौँ अनि हाम्रो बिचमा आमा हुनुहुन्छ आमाद्वारा किनभने घरको एउटा उक्त मानिस वृद्ध आमा जसद्वारा चाहिँ आज यो रिबिन काट्नुभन्दा अघि हामी आशिषको प्रार्थना गरेर भित्र पस्छौँ
अनि भित्रको सेवा भित्र हुनेछ। आमेन, हालेलुया, हालेलुया। अनि हामी सबैले हृदय खोलेका छौँ अनि यहाँ परिवारले त्यो ढोका खोलिदिएको छ अनि प्रभु हामी साथमा बास गर्नुहुनेछ आज अनि सदा सर्वदा। हालेलुया। र यति बेला आमालाई म समय दिन्छु। आमाले एउटा आशिषको कुरा बोलेर अनि प्रार्थना गर्नुहुनेछ। त्यसपछि छोराले काट्छ रिबिन कि आमा बाउ? छोरा छोरी आमा बाउ पनि बिचमा हुनुपर्छ। चारैजना भएर आमाले प्रार्थना गर्ने। आमा सबैभन्दा वृद्ध आमा, फुलेको कपाल मुकुटो। महान जीवित परमेश्वर स्वर्गमा विराजमान हुनुहुने राखिलो पिता, म यीशु ख्रीष्टको नाउँमा म यो सबैलाई आशिष बोल्दछु। प्रभु तपाईँले बनाउनु भएको यो घर तपाईँको इच्छा बिना यो घर बनिनु सक्ने थिएन होला। तपाईँको छोराछोरीमाथि तपाईँले यसरी कृपा आशिष दिनुभएकोमा म तपाईँलाई हे प्रभु, तपाईँको यो आजको यो पवित्र दिनमा यस घरमा पास्टरको हामी सबैजना मिलेर घरको डेडिकेसन गर्न आइरहेका छौँ। तपाईँको नामलाई हामी उचाल्न आइरहेका छौँ। प्रभु तपाईँको नाम चाहिँ हे प्रभु हामीले यहाँ गाएकोमा यो गीत स्तुति भजन आराधना सबैले तपाईँ स्वर्गमा उचालिन सकेको होस्। हामी प्रार्थना गर्दछौँ। प्रभु तपाईँको कृपा आशिष यस घर परिवारमा सदा सर्वदा यसरी नै भइरहेको होस्। प्रार्थना गर्दछौँ भने प्रभु यीशु ख्रीष्टको नाममा आमेन, आमेन। हामी एउटा गीत गाउँदै दुईजना छोरा छोरी आमा र बाउ पनि आउनुपर्छ। आमा बाउ चारैजना आउनुहोस् आउनुहोस्। एउटै हामी सबै ताली बजाउँ। परमेश्वरको विजय परमेश्वरको विजय उहाँले महान काम गर्नुभयो, उहाँले महान काम गर्नुभयो, उहाँले महान काम गर्नुभयो। परमेश्वरको विजय मना, परमेश्वरको विजय मना, परमेश्वरको विजय मना। हालेलुया। सबैजना एकत्रित भएर बस्नु हाम्रो सेवालाई सिन्केर कन्टिन्यू गर्नेछौँ।